अब यो समुद्रको किनारा आएँ म चाहिँ। यता यो हाम्रो माथि कम्पनी छ, पहाड छ है। अब यहाँ चाहिँ पहिला फेरि जङ्गल थियो, बगाएर यो चाहिँ बगाएर सबै लग्यो क्या काठो। पहिला नै बनाउनु पर्थ्यो यो ढुङ्गा लगाएर। यहाँको ढुङ्गा चाहिँ होइन, यसरी रोकथाम गरेको छ कि। यतापट्टि डिलकै हाम्रो कम्पनी छ। यतापट्टि चाहिँ अहिले चाहिँ यहाँ गाडी साडी हिँड्ने बाटो जस्तो बनाएर यहाँ थुनेर यो माट जमिन कटान गर्न रोकिरहेछ है। यता यही समुद्रले धेरै काठ कटान गर्यो क्या। यो जङ्गल थियो नि त, म आउँदा त पुरै जङ्गल थियो, पुरै जङ्गल हो क्या म आउँदा त। गर है कटान धेरै गर्यो कि यो समुद्रले, धेरै कटान गर्यो। कहाँ दुख्छ प्रिय तिमीलाई है। यता हेर पहाड छ, यता हेर समुद्र छ है। सबै के रमाइलो छ जिन्दगी होइन। आफूले जहाँ सोच्यो जस्तो सोच्यो त्यस्तै हुन्छ क्या। तपाईँलाई जिन्दगी बोरिङ छ भनेर जिन्दगी त्यसरी बिताउनु भयो भने बोरिङै हुन्छ होइन। अब त्यस्तै हो, मान्छेलाई सबै थोक भरिपूर्णता कहाँ हुन्छ र। जीवन हो है, चक्र, जिन्दगीको चक्र हो। आफूले अब भोग्नै पर्छ, गर्नै पर्छ है। आफूलाई परिआएको कुरा गर्नै पर्यो, के गर्नु। सबैमा सुख मिल्दैन रहेछ क्या मान्छेलाई है। यहाँ रुख भड्के छ यहाँ हेर्नु त ल। यो रुख चाहिँ अस्ति पनि भाँचिरहेको थियो, फालै नछ नि यार। भाँचेछ, यो मुनि गएछ, यो माथिबाट पहिरो गएछ। यो सबै पहिरो गएको हो क्या भित्र। पहिरो गएर यो यताबाट भाँचिएर यो समुद्रमा परेछ भन्नु पर्यो। अब म यत्तिकै है। यस्तो दाउराहरू बाल्दैन नि, सबै ग्यास मात्र हो। म चाहिँ अब हिँडिहालेँ, पर जान्छु। परबाट त्यो समुद्रको किनारा गएर अनि कम्पनीभित्र जान्छु। धेरै हिँड्नु पनि हुँदैन, डर पनि लाग्छ।